एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आज धेरै दिन बादमा फेरि म एउटा ब्लग बनाउनु गइरहेछु। ब्लग चाहिँ के हो भन्दाखेरि के हो गाइस, दाउरा काट्नु आएको छ हामी। दाउरा काट्नु आएको अनि के गरौँ भयो। अनि भिडियो पनि बनाएको थिएन थुप्रो दिनबाट, अनि आज चाहिँ बनाउनु मन लाग्यो। अनि दाउरा काट्नु आएको भिडियो बनाउँदैछु। तपाईँले हेर्नुहोस् होला अन्तिमसम्म। मन पऱ्यो भने लाइक, सब्सक्राइब, शेयर, कमेन्टहरू चाहिँ गर्नु नबिर्सिनु होला। अरे गरम यहाँ क्या भइसक्यो। लड्छु होला म। दाउरा पनि आधी उता छोडेर आयो भन्ने भारी थियो। कुन चाहिँ उताको मन नपरेको पनि परेको के गर्नु अब। कहाँबाट निस्किनु, कहाँ जानु भइसक्यो। कुन चाहिँ दुलोमा पसायो दाइले के कसो चाहिँ दाउरा चाहिँ काट्नु छोडेको छैन। अलिकति भारी काटेर उता रहेछ अलिकति। अब यहाँ दाइस यो चाहिँ के को पत्ता होला भन्नु त। यो हल्दी जस्तो देख्छ है, तर हल्दी चाहिँ होइन। के हो यस्तो थुप्रो छ यहाँ है। अनि यो दाइलाई खोज्दा यहाँ रहेछ दाइ त। गाइस बिहान दामी छु भाइ। हावा पनि चलिरहेछ, हावा पनि। दाउरा काट्नु आएको गाइस, दाउरै भेट्दैन। यत्रो ठुलो जङ्गल छ हेर्नु, यत्रो ठुलो जङ्गल छ, यत्रो ठुलो जङ्गल छ। दाउरा भन्ने भेट्दैन है, दाउरा भन्ने भेट्दैन। यस्तो जङ्गलमा दाउरा नभेट्दा गाह्रो छ जिन्दगीमा। गाह्रो छ मलाई, गाह्रो। यहाँ दाइ अगाडि हिँडेको हिँड्ने छ, कता गयो पनि जङ्गलै मात्रै छ। डरै लाग्दो। कहाँ गयो हौ दाइ? दाइ तिमी कहाँ हरायौ? वाउ गाइस, भ्यू चाहिँ फेरि दामी छ नि त होइन। कमेन्टमा बताउने गाइसहरू भ्यू चाहिँ कस्तो छ भनेर ल। दाउरा पनि यति छोडेर आयो, यताबाट कहाँ निस्किने हो पनि, यतै फर्किनु पर्ने होइन, कहाँ जानुपर्ने भ्यू लाग्छ क्या। दाउरा फर्किनु कहाँ काट्नु पर्छ, एकै ठाउँमा पाइपो होइन। ट्याङ काटेर ट्याङ बोकेर हिँड्नु सक्छ। एक दुईवटा यहाँ काट्यो, एक दुईवटा कहाँ दाइ त उहाँ पुग्छ। ओ दाइ कहाँ पुगिसक्यो देख्छ गाइस। भ्यू चाहिँ हेर्नु कि भ्यू, अरू नहेरे पनि मेरो थप्ला हेर्नु किन हेर्नु, तर भ्यू चाहिँ हेर्नु। सिनारी राम्रो लाग्दैछ। सो गाइस अहिले चाहिँ हामी यस्तो घाम लागिरहेछ, दाउरा खोज्नु गइरहेको छौँ है। बाहिरमा दाइले दाउरा काट्छ, म त्यो बसिरहेको छु। अनि भाइ पुग्यो आउँछ, म बोकेर आउँछु। के कसो दाइ? त्यस्तै हो। एउटा दाउलेको छ भने के चाहिँ गर्नु त नि? म त काट्ने, म त काट्दिनँ भाइ। जिन्दगीमा म त के भन्नु दिदी, के गर्नु यस्तै। ल त दाइले काट्नु थाल्यो दाउरा। घाम कस्तो लागिरहेछ हेर्नु न, मौसम क्या दामी छ। म फोटो खिच्छु लगाइस एउटा। यहाँ दाइले यहाँ हात काटेर काम गरिहाल्यो। अब बाँधिदिनु पऱ्यो नि, कहाँ राखेर बाँध्नु। ढुङ्गासँग दाउरे काटेर झोकी छ नि बुढा। ल त गाइस, मैले भेटेको दाउरा यति नै हो। दुईजनाले खोज्दा पनि यति नै भेट्यो। अनि म चाहिँ फर्किनु लागेको, दाइले चाहिँ खोजेर ल्याउँछ अरे। अनि म चाहिँ फर्किन्छु, दाउरा नै भेटिनँ भन्ला तपाईँहरूले है। दाउरा खोज्नु जाँदा पनि भिडियो बनाउला भनेर बनाउँछ नि, कहाँ दाउरा भेट्छ भन्दा फेरि। तर एउटा दाउ थियो क्या, त्यो तर हामी दुईजनाले खोजिँदैन। अनि मेरो घरमा भन्दै हिँड्नु कति दिनबाट भिडियो पनि बनाएको थिएन, त्यो भिडियो बनाएको थिएँ। अन्त गाइस म यति दाउरा बोकेर जानेछु। अब बोकेको त कसरी देखाउनु तपाईँहरूलाई, बोक्दै बनाउनु सक्दिनँ। ल त बाई बाई। ल त गाइस, दाउरा धेरै खोज्यौँ, भेटेन। यत्रो जङ्गल घुम्यो होइन हामी, तर दाउरा चाहिँ कम्ती भेट्यो। अनि म चाहिँ जानु लागेको छु। दाइ चाहिँ सायद बस्छ होला, दाउरा खोजेर आउँछ। मेरो लागि चाहिँ पुग्यो भने पुगे त के पुग्नु यति छ। यो बोकेर म चाहिँ जान्छु। अब दाइले लिएर आउँछ होला। दाइ यहाँ छ। भेटेन नि दाइ दाउरा? दाउले दाउरा काटेन। म चाहिँ फर्किन्छु। त्यो अगाडि छ मेरो दाउरा, अगाडि छ, त्यही लिएर जान्छु। अनि आजको ब्लग चाहिँ यति नै हो। हुन्छ सबैलाई फेरि बाई बाई। मन पऱ्यो भने लाइक, कमेन्टहरू, सेयर चाहिँ गर्नु नबिर्सिनु होला।